पहिला जीमेल आइडीमा जानुहोस्। त्यहाँ नजिकैको जीमेल आइडीमा अब माथि रहेको क्लिक एरोमा क्लिक गर्नुहोस् अनि एड एनदर एकाउन्टमा क्लिक गर्नुहोस् अनि गुगल लेख्यामा क्लिक गर्नुहोस्। तपाईँ जे जान्नुहुन्छ यहाँ हो या गुगलमै जानुहोस्। गुगल आइडी खोल्नु अब पिन हान्नुहोस्। चेकिङ हुँदैछ हेर्नुहोस्। त्यसपछि इमेल अर फोन नम्बर अर क्रिएट एकाउन्टमा जानुहोस्। फर माइसेल्फ तपाईको आफ्नो एकाउन्ट खोल्नको लागि फर माइसेल्फ अनि तपाईको फर्स्ट नेम लेख्नुहोस् अनि तपाईको लास्ट नेम लेखेर नेक्स्ट गर्नुहोस्। अब इयर मन्थ डे इयर कति हो लेख्नुहोस्, मन्थ कति हो लेख्नुहोस् अनि डे कति हो लेख्नुहोस् अनि जेन्डर कुन त्यो जेन्डर पनि लेख्नुहोस् अनि नेक्स्टमा जानुहोस्। ती मध्ये कुनै सर्च गर्ने वा क्रिएट योर ओन एकाउन्ट आफूले जे पनि ओन एकाउन्ट बनाउन सकिन्छ अनि पासवर्ड हान्नुहोस् केही। त्यसपछि तपाईको फोन नम्बर आफ्नै राख्नुहोस्। सकेसम्म अर्काको फोन नम्बर राख्दा नराम्रो हुन्छ। अनि त्यसपछि नेक्स्टमा जानुहोस् र यसमा तल गएर आई एग्री भन्ने ठाउँमा जानुभयो भने चाहिँ नयाँ जीमेल आइडी खोलिनेछ।